मर्निङ एभ्रिवान। सो आजको ब्लग चाहिँ लास्टै छोटो छ, सो एन्डसम्म हेर्नु होला। अनि हामी चाहिँ लिन गएको थियौँ ड्रेस, किनकि हिजो पाएको थिएन, भोलि आउनु भनेर भनेको थियो। भोलि गर्दा आज बल्ल पाएर हामी खुसी भयौँ। र हामी चाहिँ त्यसै डुल्दै थियौँ त यहाँ 200 पसलमा जाने भनेको त बन्द रहेछ। त्यसपछि हामी वेस्टर्न मार्ट आएर चाउमिन खाने भन्यौँ, सबैलाई भोक लागेको थियो अरे। अनि यहाँ चाउमिन खाइसकेपछि घर फर्किँदाखेरि त मेरो साथीहरूले कल गरेर आऊ खुलेछ भनेर बोलाइहाले। त्यसपछि त्यहाँ डुलेर केही नकिनेर फर्क्यौँ। अनि यो चाहिँ ड्रेस ट्राई गर्नै पर्यो अब। यो मलाई मन परेन यो हाउसकिपिङको ड्रेस चाहिँ। त्यसपछि यो किचनको ड्रेस हो कि मेरो लागि बनेको पर्फेक्ट। Oh my God! Wow! हिजो र आज धेरै हिँडेको भएर होला कस्तो थके लागेको थियो मलाई। त्यसैले आएर म सुत्दै है। बाई।